काठमाडौँ उपत्यकाको उत्तर पूर्वी भेगमा अवस्थित साली नदी हिन्दू धर्मावलम्बीहरूको एक अत्यन्तै पवित्र र ऐतिहासिक तीर्थस्थल हो। विशेष गरी नेपाली महिलाहरूले लिने श्री स्वस्थानी व्रतसँग यस नदीको अभिन्न सम्बन्ध रहेको छ। पौराणिक मान्यता अनुसार नवराज राजा र चन्द्रावतीको कथामा चन्द्रावतीले आफ्नै अहंकारको कारण दुःख पाएपछि यसै साली नदीमा स्नान गरी माता स्वस्थानीको पूजा आराधना गरेपछि आफ्नो कष्टबाट मुक्त पाएकी थिइन्। त्यसै बेलादेखि यो नदी पाप पखाल्ने र मनोकामना पूरा गर्ने पवित्र तीर्थस्थलको रूपमा चिन्न थालेको हो। हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म यहाँ एक महिना लामो ठुलो मेला लाग्दछ। देशभरबाट सयौं महिला तथा पुरुषहरू यहाँ आएर एक महिनासम्म कडा व्रत बस्ने गर्छन्। माघ महिनाको जाडोमा बिहानै साली नदीमा स्नान गर्नाले पुण्य प्राप्त हुने जनविश्वास रहेको छ। यो नदी काठमाडौँको शङ्खपुर नगरपालिकामा पर्ने ऐतिहासिक सहर साँखोमा अवस्थित छ। यो काठमाडौँको मुख्य सहरबाट करिब 17 देखि 20 किलोमिटरको दूरीमा पर्दछ। कथामा वर्णन गरिएका कतिपय स्थानहरू यहाँ प्रत्यक्ष देख्न सकिन्छ। साली नदी केवल एउटा जलस्रोत मात्र नभएर नेवारी संस्कृति र सभ्यताको पनि एउटा हिस्सा हो। साँखो क्षेत्रका ऐतिहासिक मन्दिर, ढुङ्गेधारा र जात्राहरूले यसको महत्त्वलाई अझ बढाएका छन्। जहाँ साँचो श्रद्धा हुन्छ त्यहाँ ढुङ्गामा पनि भगवानको वास हुन्छ भन्ने कुरालाई यस पुण्य भूमिले चरितार्थ गरेको छ। यसै पुण्य भूमिबाट यहाँहरूको सुस्वास्थ्य, समृद्धि र दीर्घायुको कामना गर्दछु।